फेरि ससुरालीबाट फर्केर आउन पाउँथ्यौ स्वप्न भर्सनीले जानेकै त्यति हो बा बिगाउँदै खाउला भन्ने आशले बसेको थियो होला उताबाट पठाउँदै पठाएन बोल्दैन नि त नबोले यिनीहरूकै मुख कालो हुने त अनि हामीलाई के भन्दा अनि के आज गुन्द्रुकेका खलकले गुन्द्रुक पठाएनन् हेपेर चाहिँ नभन है मेरै घरमा भतुवा लगाएर बसिरहेछौ मैले निकाल्दिन नपरोस् नि ओए हेपेर बोल्छस् अहिले तेरो लोनी स्वास्नीलाई नै लाट्टा त्यही भनिदिन्छौ नि थाहा पाउँछस् ओ ससुरबे अब हामी लोग्ने स्वास्नी लोग्ने यो तालले यो रा भन्न सक्दैनौ हामीलाई अब अंश चाहियो अंश लिस्यो के ठट्टा गरिरहेको भने खुरुक्क आज हामीलाई अंश दिने कि नदिने होइन तिमीलाई मैले कुन चाहिँ नाताले अंश दिनु हो तिमी मेरो छोरो हो ऊ छोरा नभए नि म त तिम्रो छोरी हो नि अनि आज भोलि छोरीले पनि अंश पाउँछन् भन्ने सुनेको छैनौ मलाई त अरू कुरा थाहा छैन बा अंश चाहियो अंश दिन्न म के गर्छेस् दिन्न म दिन्न निर्मली आइज मसँग होइन होइन किन खाइमा पाएर बौलाको तिमी ह बौलाको होइन अब यहाँ पञ्च भेला बोलाउने हो के का पञ्च भेला लोकतन्त्रमा लोक भेला भन न बुढा हो त लोक भेला बोलाएपछि तिमीले हामीलाई अंश दिने कि नदिने भन्ने कुरो थाहा हुन्छ तिमीलाई हिँड निर्मली जाऊ ल अब चाहिँ नि तिरी चट्ट परेर ससुराली हिँड्ने भयो मुया ए मुया ल आयो आए कति कराको कराएको हो त ती बच्चाका खाना छाएर हाल्यो हानी सबै बोकिसके ल अब त्यो त्यता भइगयो त्यो उता त्यो त्यसो भनेपछि ल अब झट्ट जानुपर्छ फेरि अब बाटो लामो छ कता हो कता ए बान्द्रे के भन्छ अहिले लाट्टाले दिन्छ अनि थाहा पाउँछ त घर हेर हामी हिँड्यौँ के को घर राम्रो छ हेर्नु तिमी कानलाई लगे पो कहाँ जानु तम्स्यान ल ससुराली जान्न तम्स्यानी मलाई लिन आएको भने नि त ससुराली तिमी दुम्सीलाई लिन आएर